किन म त बाहिर हुन्छु जस्तो लाग्छ म भएर लाइफमा कतिवटा प्रब्लमहरू आउँछ कतिवटा नेगेटिभ कुराहरू पनि हुन्छ बट हामीले सबै कुरालाई पोजिटिभली लिन सक्यौँ भने यत्तिकै खुसी मिल्छ सो हाई गाइज वेलकम ब्याक टु माई एन्डरमिल ब्लग बनाउने भनेर माथि जङ्गलतिर गएको थियौँ हामीले जस्तो ठाउँ सोचेको थियौँ त्यस्तै ठाउँ भेट्यो क्या त्यसपछि हामी एकदमै खुसी भयौँ हामी होइन म त सानो सानो कुराले पनि कतिवटा खुसी हुन्छौँ अनि फेरि सानो सानो कुराले पनि कतिवटा हर्ट पनि हुन्छौँ त्यसैले हामी त्यो सानो सानो हर्ट हुने कुरालाई पोजिटिभली लिएर खुसी हुनुपर्छ मैले धेरैको मुखबाट सुनेको कुरा के अलवेज बी पोजिटिभ हामीले सबै कुरालाई पोजिटिभली लिने हो भने सबै कुरा पोजिटिभ नै हुन्छ कि हामीले जब कुनै कुरा नेगेटिभ सोच्छौँ होइन हामीलाई जुन कुरा यो हुन्छ जस्तो लाग्छ अनि त्यो कुरा त्यो नै साँचो हुन्छ कि त्यही भएर गाइज बी पोजिटिभ लाइफमा होइन खुसी हुन सिक्नु नै एउटा सक्सेस हो के सो गाइज मेरो कन्थन मन्थन सुन्दैकोमा थ्याङ्क यू सो बाई बाई एभ्रिवान सी यू नेक्स्ट ब्लग